हेलो गाइज, हामी नाति र हजुरआमा बिहान बिहान मर्निङ वाक हिँड्दैछौँ। त्यहाँ माइतसम्म पुग्यौँ साकुरा टोल। अब चाहिँ यहाँ अब आउँदैछौँ। कता रोपाइँ भइरहेछ, कता बिउ काटेका छन्। एकदम रमाइलो रोमान्टिक छ। सबै यहाँहरू छिमेकीहरूकोमा फुल फुलेको छ, टन्नै रमाइलो छ। एकदम बिहान बिहानको मौसम खतरा छ, खतरा बबाल छ, बबाल बबाल। हाम्रो श्रीमान तथा अरू प्लस दाइहरूले उ गर्नुभएको यहाँ जग्गा सग्गा मेरो श्रीमानले किनेर अनि साथीहरूलाई सबै समावेश गराएर बेचबिखान गर्नलाई। अनि यहाँ चाहिँ नजिकमा बच्चा बच्ची खेल्नको लागि भनेर यहाँ काबुक नगर नाम राखेर यहाँ पार्क छ। 2-4 कुर्सीहरू पनि छन्, रमाइलो छ। राम्रा राम्रा घरहरू छन्, एकदम शीतल, युनिक रमाइलो छ। यो दोस्रो काबुक नगर पार्क हो। यहाँ बच्चा बच्ची रमाउँछन्, खेल्छन्। यहाँ 6-7वटा कुर्सी पनि छ, प्लस फुलहरू अलिअलि छ। तिहारको बेला टन्नै फुल फुल्छ, रमाइलो छ। यहाँ पनि रमाइलो छ। दोस्रो पार्क हो। रोमान्टिक ठाउँ छ, रमाइलो छ। हामी बेला बेलामा यहाँ आउँछौँ यसो शीतल ताप्न, कहिले कहिले जाडो दिनमा घाम ताप्न, रमाइलो छ। यहाँ राम्रो फुल फुल्छ, सबै कुरा ठिक छ, रमाइलो छ। त्यता पनि पहेँलो असारे फुल्छ। ल गाइस, बाई। प्रशस्तै कुकुर पालेका छन् घरका, कहिले 2टा, कहिले 3टा, कहिले एउटा। अनि लट्ठी लिएर हिँड्छौँ हामी। त्यो लट्ठी चाहिँ यहाँ राख्छु मैले बेलको रुखमा, देवालमा राखेर हिँड्छु। यता जाँदाखेरि चाहिँ मैले पनि लट्ठी लिएर जान्छु आफ्नो सुरक्षाको लागि। ल बाई। यता खेतमा गजबको पानी जम्मा भएको छ। राति मजाले पानी आयो, त्यही भएर आज सबैजनाको रोपाइँमा तयारी हुनुहुन्छ। जनताहरू सबै हर्षित हुनुहुन्छ, किन भन्दाखेरि चाहिँ पानीको बावजुद चाहिँ अब रोपाइँ गर्न पाइयो भनेर खुसी हुनुभएको छ। त्यही भएर चाहिँ हजुर पानी आयो। घाँस काट्दै हुनुहुन्छ हाम्रो घर पसल गर्ने दिदीको श्रीमानले यहाँ घाँस काट्दै हुनुहुन्छ। गाई पाल्नु भयो, दुध दिन्छ गाईले, त्यही भएर घाँस काट्नु भयो। ठिक छ। उहाँको साग टिप्दैछु, किन भन्दा मलाई मनपर्छ। प्लस यो फेरि पनि हो, यो बारमा छ, बेच्न त ल्याउँछ नि, तर मलाई तालको फोहोर लाग्छ, किन्दिनँ। त्यही भएर यहाँ चाहिँ मर्निङ वाक गर्दाखेरि बेला बेलामा 2-4 दिनमा एकचोटि टिपेर लैजान्छु। घर भएको अरू सागसँग मिलाउने अनि खाने मलाई मनपर्छ। त्यही भएर हो, म यही चिज मनपर्छ। बिसारी खान मन पर्दैन। बिसारी त कसैलाई पनि खानु मन पर्दैन, बाध्य छ, खानै पर्छ। त्यस गर्दाखेरि हामीले चाहिँ पाएसम्म यस्तै खानेकुरा खान्छौँ। तपाईँहरूले पनि त्यही गर्नु होला। किन्दा बजारमा हेर्दा झलक्क हुन्छ, चल्काएर ल्याउँछन्, त्यसमा अब मोमबत्ती लाएर ल्याउँछन् भन्छन्। अनि सबै कुरा यस्तै हुन्छ। भइसक्छ है, हामीले त्यस्ता चिज कम खाने, यस्ता अर्ग्यानिक चिज खोजेर प्रशस्त मात्रामा खाने गर्नुपर्छ। गाइस, ल बाई। आछौँ यहाँ हेर्दैछौँ के छ भनेर। लिचीको बुट्टा लाने गरेछु, सिडलेस कागती छ कि भनेर आएको। अस्ति नै पनि आएको थिएँ, अनि पछि आउँछ भनेर भन्नुभएको थियो। त्यही भएर आज सोध्दै त आएको छु। नर्सरी हेर्नुहोस्, यहाँ हाम्रो भण्डारी बाबुको रमाइलो छ। टाढा जानु पर्दैन, नजिकै छ। राम्रा फुलहरू पाइन्छ, सबै कुरा पाइन्छ। यहाँ फलफुलका बिरुवाहरू पाइन्छ, सक्छन्। यहाँ हेर्नुहोस् कति राम्रो फुलहरू छन् सब यो नर्सरीमा। राम्रो फुलहरू छन्। नजिक हुनेहरूले चाहिँ बाइक गर्नेहरू चाहिँ यहाँबाट लगिराख्नुहुन्छ। थाहा नहुनेहरूले पनि आएर लैजानुहोस्। सबै फुलहरू छन्, फलफुल पनि छन्, राम्रो छ। यहाँ लिची ल्याएर रोप्न लाग्छौँ, सिडलेस लिची। अब 1-2 वर्षमा फल्ला।
अनि खामला भनेर आश गर्दै रोप्ने हो। अब फल्ने बेला के गर्छ थाहा भएन। हेर्नुहोस् आफूले चाहिँ सोच जारी नै राख्नु पर्यो। हेर्नुहोस् है गाइस, अब यहाँ रोप्छु मैले। एउटा त्यहाँ रोपिसकेको छ, अब दोस्रो म चाहिँ यहाँ रोप्न लाग्छु। त्यो पनि नर्सरीबाटै ल्याएर राम्रो खाले लगाएको हो। बतिला लगाइसकेको थियो तर नराखेको, बुटो ढल्छ भनेर, धान्न सक्दैन भनेर। ल अब यो चाहिँ रोप्छु। फलेपछि नजिक हुनेलाई यसो चखाउँछु, टाढा हुनेलाई देखाउँछु। हस् ल गाइस, बाई।